हेलो नमस्ते नमस्कार सबैजनामा। आज म एलएलबी बीएलएलबी एलएलबी इन्ट्रान्सको लागि महत्त्वपूर्ण सामग्री लिएर उपस्थित भएका छन्, जुन विगतमा त्रिभुवन युनिभर्सिटीद्वारा सोधिएका जेठ 29 गते सोधिएका एलएलबी इन्ट्रान्स एक्जामको 100 क्वेसनको उत्तर लिएर उपस्थित भएका छौँ। म सुरु गर्छु 1 नम्बरदेखि। यो सेट सी को हो। तपाईहरु धैर्यपूर्वक यो सुन्नुहोला। 1 नम्बरमा रहेको छ हरेक कानुनी अधिकार ... सँग निहित रहेको छ। यसको आन्सर सी हुन्छ, कर्तव्य। त्यस्तै 2 नम्बरको न्यायले मुख्यतया ... जनाउँछ। 2 नम्बरको आन्सर के हुन्छ? यसको आन्सर हुन्छ बी, ख, निष्पक्षता र उचितता। त्यस्तै 3 नम्बरको निम्नमध्ये नैतिक कर्तव्यको उदाहरण कुन हो? यसको आन्सर हुन्छ सी, संकट परेकोलाई सहयोग गर्ने। त्यस्तै 4 नम्बर समान स्वतन्त्रताको सिद्धान्त र भिन्नता सिद्धान्तका सिद्धान्तकार को हुन्? 4 नम्बरको एन्सर हुन्छ सी, यसको जोन रावल्स। 5 नम्बर विधिशास्त्रलाई व्याख्यात्मक पारखीय विधिशास्त्रीय भनी वर्गीकरण गर्ने विधिशास्त्र को हुन्? 5 नम्बरको आन्सर हुन्छ बी, बेन्थम। त्यस्तै 6 नम्बर सामायिक सम्झौताको सिद्धान्त प्राकृतिक कानुनको ... मा आएको हो। 6 नम्बरको आन्सर हुन्छ सी, पुनर्जागरण काल। 7 नम्बर तथ्यको अनभिज्ञता क्षम्य हुन्छ। यसको आन्सर क। कसले विशेष गरी विधायकी निर्मित भन्दा अदालत निर्मित कामलाई जोड दिन्छन्? 8 नम्बरको आन्सर हुन्छ होलसेम, क को आन्सर। त्यस्तै 9 नम्बर ... प्राकृतिक कानुनको विशेषता होइन। यसको आन्सर हुन्छ डी, शासकको आदेश। त्यस्तै सामान्य अर्थमा कब्जा भन्नाले के बुझिन्छ? 10 नम्बरको आन्सर हुन्छ बी, कुनै वस्तुमाथिको नियन्त्रण। 11 नम्बर निम्नमध्ये कुन कर्पोरेट संस्थागत व्यक्तिको सिद्धान्त होइन? 11 नम्बरको आन्सर हुन्छ अलौकिक सिद्धान्त, ख। 12 नम्बर ह्यान्स केल्सनको कानुनी सिद्धान्तको सामान्यतया मान्यता केमा आधारित हुन्छन्? 12 नम्बरको आन्सर के हुन्छ? यसको हुन्छ घ, ग्रान्ड्स नर्म्स। त्यस्तै 13 नम्बर निम्नलिखित विधिशास्त्रको कुन सम्प्रदायले कानुनको विश्लेषण धर्मको दृष्टिकोणबाट गर्दछन्? 13 नम्बरको आन्सर हुन्छ घ, माथिको कुनै पनि होइन। 14 नम्बर निम्न उल्लेखित महिलावादी सिद्धान्तमध्ये कुन सिद्धान्तले कानुनलाई लैङ्गिक दमनको एक साधनको रूपमा व्याख्या गर्दछन्? यसको आन्सर हुन्छ बी, उग्रवादी सिद्धान्त। तलमध्ये कुन कानुनको स्रोत होइन? यसको आन्सर हुन्छ व्यक्तिगत विचार, क। न्यायको अवधारणा अन्तर्गत के पर्दछ? यसको आन्सर हुन्छ घ, माथिका सबै। 17 नम्बर तलमध्ये कुन कानुन संसदद्वारा नभई सरकारद्वारा जारी गरिन्छन्? 17 को आन्सर हुन्छ क, अध्यादेश। अप्रासङ्गिक कथन ... सँग सम्बन्धित छ। यसको आन्सर हुन्छ ख, नजिर। नेपालको संविधान बमोजिम नागरिकहरूको कर्तव्य के हुन्? यसको आन्सर हुन्छ घ, माथिका सबै। 20 नम्बर कानुनी वा कृत्रिम व्यक्ति कुन चाहिँ होइन? 20 नम्बरको आन्सर घ, जायदाद वा कोष। कृतिको कुनै व्यवस्था श्रुतिसँग बाँध्दछ भन्ने त्यसलाई बदर घोषणा गर्ने भनी दाबी गर्ने हिन्दू विधिशास्त्री कुन हुन्? यसको आन्सर हुन्छ बी, मनु। 22 नम्बर कुन चाहिँ रोमन कानुनको विभाजनको... यसको आन्सर छ जस कोगेन्स। 23 नम्बर कानुनको अस्तित्व एउटा कुरा हो, त्यसको गुण वा दोष अर्को भन्ने व्यक्ति ... को हुन्? यसको आन्सर हुन्छ घ, अस्टिन। 24 नम्बर कसले मानिसको अधिकारलाई अस्वीकार गर्दछन्? यसको आन्सर हुन्छ लियन ड्युगिट, ख। कसले कानुनी शासनलाई अस्वीकार गर्दछ? 25 नम्बरको आन्सर हुन्छ ख, यथार्थवादी। 26 क्रान्ति एउटा घटना होइन, यो एउटा प्रक्रिया हो भनी दाबी गर्ने मार्क्सवादी चिन्तक को हुन्? यसको आन्सर हुन्छ क, विश्लेषणात्मक। आन्सर हुन्छ क, इबी पासो-कान्सी। 27 मा आलोचनात्मक कानुनी अध्ययनको सम्बन्ध ... सँग
रहन्छन्। 27 को हुन्छ यसको आन्सर घ, यथार्थवादी सम्प्रदाय। नजिरका बाध्यकारी शक्तिलाई नष्ट गर्ने वा कमजोर गर्ने परिस्थितिहरूभित्र कुन चाहिँ पर्दैन? यसको आन्सर हुन्छ घ, अध्ययनको लागि। 29 नम्बर, संहिताकरणको ढाँचा कुन होइन? 29 नम्बरको आन्सर हुन्छ क, निर्माणात्मक। दायित्वको सिद्धान्त कुन होइन? 30 नम्बर, यसको आन्सर हुन्छ उपचारात्मक दायित्व। 31, नेपालको संविधानको दोस्रो संशोधन डडसँग सम्बन्धित छ। यसको आन्सर हुन्छ ग, अनुसूची 3। नेपाल सरकारको कार्यकारी निकायले बनाएको कानुनलाई के भनिन्छ? यसको अधीनस्थ कानुन। क, निम्नमध्ये स्वतन्त्रताको हकभित्र कुन कुरा पर्दैन? 33 नम्बरको आन्सर हुन्छ ग, सम्पत्ति प्राप्त गर्ने स्वतन्त्रता। 34 नम्बर, नेपालको संविधान बमोजिम राष्ट्रपति हुन कम्तीमा 1.5 वर्ष उमेर पुरा भएको नेपाली नागरिक हुनुपर्दछन्। यसको आन्सर हुन्छ ग, 45 वर्ष। नेपालको प्रतिनिधि सभाको लागि 25, राष्ट्रिय सभाको लागि 1.5 वर्ष उमेर पुरा भएको नेपाली नागरिक सङ्घीय संसदको सदस्य हुन योग्य हुनेछन्। 35 नम्बरको आन्सर हुन्छ ख, 35 वर्ष। नेपालको संविधान दिवस कहिले मनाइन्छ? यसको आन्सर हुन्छ क, असोज 3। नेपालको संविधानको कस्तो शासन प्रणाली अवलम्बन गरिएको छ? ख, संसदीय। प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले कति दिनभित्र राष्ट्रपतिले सङ्घीय संसदको अधिवेशन आह्वान गर्नु पर्दछ? यसको आन्सर हुन्छ ख, 30 दिनभित्र। राष्ट्रपति उपराष्ट्रपति विरुद्ध महाभियोग प्रस्ताव पेश गर्न प्रतिनिधि सभाका तत्काल कायम रहेको कुल सदस्य सङ्ख्या कम्ती कति भाग सदस्यको समर्थन आवश्यक पर्दछन्? यसको आन्सर हुन्छ क, 1/3। नेपालको कुनै पनि अदालतमा 1.5 मुद्दाको सम्बन्धमा सङ्घीय संसदको कुनै सदनमा छलफल गरिने छैन। यसको आन्सर हुन्छ ग, विचाराधीन। 41 नम्बर, नेपालको संविधान अनुसार राष्ट्रपतिलाई महाभियोग लगाउने अधिकार कुन निकायमा निहित छ? यसको आन्सर हुन्छ ख, सङ्घीय संसद। कुन कानुनी दस्तावेजले नेपालको नागरिकको मौलिक हकलाई प्रत्याभूति गरेको छ? यसको आन्सर हुन्छ ख, नेपालको संविधान 2072। 43, नेपालको राष्ट्रिय सभामा कतिजना मनोनित सदस्य रहन्छन्? यसको आन्सर ख, 3। त्यस्तै 44 नम्बर, नेपालको संविधान अनुसार नेपालको राष्ट्रपतिलाई कसले शपथ दिलाउँछ? 44 को आन्सर हुन्छ क, प्रधान न्यायाधीश। त्यस्तै 45, नेपाल सरकारको कुन अङ्गले अन्तर्राष्ट्रिय सन्धिलाई अनुमोदन गर्ने अधिकार राख्दछ? यसको आन्सर छ घ, सङ्घीय संसद। 46 नम्बर, नेपालको संविधान अनुसार संवैधानिक परिषदमा प्रतिनिधित्व नरहने पद कुन हो? यसको आन्सर हुन्छ घ, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश। त्यस्तै 47, शक्ति पृथकीकरणको सिद्धान्तको प्रतिभाग को हुन्? यसको आन्सर हुन्छ ख, ब्यारोन डी मोन्टेस्क्यू। 48, नेपालको सङ्घीय प्रणाली 1.5 मा आधारित छन्। यसको आन्सर हुन्छ ग, शक्ति विकेन्द्रीकरण। सर्वोच्च अदालतको रिट क्षेत्राधिकार नेपालको संविधानको कुन धारामा समावेश गरिएको छ? 49 को आन्सर हुन्छ ख, 133। 50 नम्बर, निम्नमध्ये कुन विषय राजनैतिक प्रश्नको सिद्धान्तभित्र पर्दैन? यसको आन्सर हुन्छ घ, न्यायाधीश नियुक्ति। त्यस्तै 51 नम्बर, संहिताकरणको अवगुण कुन हो? यसको आन्सर हुन्छ ग, कठोरता। विश्लेषणात्मक सम्प्रदायका पिता भनेर कसलाई चिनिन्छन्? यसको आन्सर हुन्छ जोन अस्टिन। क, मानिसको कुन व्यवहारले स्वामित्वको अवधारणाको विकास गरेको पाइन्छ? यसको आन्सर हुन्छ घ, भोग। त्यस्तै 54 नम्बर, डडरको अनुसार मानिसको सामान्य इच्छा नै कानुन हो। 54 को आन्सर हुन्छ ग, रोसो। 55, प्रजातान्त्रिक देशमा मुख्य गरेर सरकारको कुन अङ्गले कानुन बनाउँछ? यसको आन्सर छ ख, संसद। कानुनको मुख्य रूपमा सँग सम्बन्धित हुन्छ। 56 को आन्सर हुन्छ ग, सामाजिक व्यवस्था। 57, ले भोल्काजिस्टको अवधारणा विकास गरेका हुन्। 57 को आन्सर हुन्छ ए, जेरी बेन्थम।
58 सालमले अधिकारलाई डडरको रूपमा परिभाषित गरेको छन्। 58 को आन्सर हुन्छ ख पक्षको दाबी। त्यस्तै 59 क्रान्तिले कानुनलाई समाप्त गरिदिन्छ भन्ने भनाइ डडर को हो? 59 को आन्सर हुन्छ क डुगिट। 60 नेपालमा स्वतन्त्र न्यायपालिकाका लागि अदालतलाई सरकारबाट छुट्याउने कार्य कसले गरेका थिए? यसको आन्सर हुन्छ ग जुल शमशेर। 61 नेपालमा नजिरले कानुनी मान्यता कहिले पायो? यसको आन्सर हुन्छ ए विक्रमसँग 2007। 62 प्राङ न्यायको सिद्धान्तलाई नेपालको संविधान 2072 को डडरमा व्यवस्था गरिएको छ। 62 को ए धारा 20 को ग। वितरणात्मक र सुधारात्मक न्यायको अवधारणाको प्रणेता को हुन्? 63 नम्बरको आन्सर हुन्छ ग अरस्तु। कानुनको शासन र यसको नैतिक गुणका लेखक को हुन्? यसको आन्सर हुन्छ क केल्सन। 65 नम्बर कसले अधिकार कर्तव्यको सन्दर्भमा कानुनी अन्तर सम्बन्ध र कानुन विपरीतार्थको अवधारणा अघि सारेका थिए? यसको आन्सर हुन्छ घ होलफेन्ड। 66 विधिशास्त्र भनेको कानुनी सम्बन्धी ज्ञानको दार्शनिक पक्ष हो भन्ने भनाइ कसको हो? यसको आन्सर हुन्छ सिसिरोको। 67 शक्तिले भ्रष्ट बनाउँछ र पूर्ण शक्तिले पूर्ण रूपमा भ्रष्ट बनाउँछ कसले भनेका हुन्? यसको आन्सर छ मेन्टेस्की क। समाज कानुनभन्दा छिट्टो परिवर्तन हुन्छ भन्ने भनाइ कसको हो? यसको आन्सर हुन्छ ख न्यायाधीश होम्स। अमेरिकी यथार्थवादी को हुन्? यसको आन्सर हुन्छ क अल्फ्रोस। 70 विधिशास्त्र भन्नाले के बुझिन्छ? यसको आन्सर हुन्छ घ माथिका सबै। न्याय कानुन कसरी लेख्ने भन्ने अध्ययन लगायत यो तीनटै अप्सन हुन्छ। 71 सदनको स्वीकृति लिएर विधेयक कसले फिर्ता लिन सक्छ? 71 को हुन्छ यसको आन्सर हुन्छ ग सदनमा विधेयक प्रस्तुत गर्ने सदस्य। 72 संविधानमाथिको छलफल सिद्धान्त भन्नाले के बुझ्नुहुन्छ? यसको आन्सर हुन्छ बी संविधानको रूप पालना गर्ने तर यसको उद्देश्यलाई पराजित गर्ने कार्य। नेपालको संविधानको धारा 127 मा कति अदालत उल्लेख गरिएको छ? 3 तहको अदालत। यसको आन्सर हुन्छ ख सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधान न्यायाधीश र अन्य जना न्यायाधीशहरू रहने व्यवस्था छन्। यसको आन्सर हुन्छ ग 4 जना। अन्तर्प्रदेश परिषद डडर उत्पन्न राजनीतिक विवाद समाधान गर्न गठन गरिन्छन्। 75 को आन्सर हुन्छ ख सङ्घ प्रदेश तथा प्रदेश बीचको। 76 जिल्ला न्यायाधीशको प्रतियोगात्मक परीक्षामा सहभागी हुन कानुनमा स्नातक प्राप्त गरी कम्तीमा डडर निरन्तर वकालत गरेको नेपाली नागरिक हुनुपर्छन्। यसको आन्सर हुन्छ 7 वर्ष। त्यस्तै 77 नेपालमा प्रदेशको मुख्यमन्त्री कसले नियुक्ति गर्दछन्? यसको आन्सर हुन्छ ग प्रदेश प्रमुख। नेपालको राष्ट्रिय सभामा कतिजना सदस्य रहन्छन्? यसको आन्सर छ 59 क। प्रतिनिधि सभामा प्रत्येक राजनीतिक दलबाट कति प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्छ? यसको आन्सर ख 33%। मौलिक हकको हनन भएमा अदालतमा कस्तो निवेदन दर्ता गर्नु पर्दछन्? यसको आन्सर हुन्छ रिट निवेदन घ। 81 मुल्की देवानी संहिता 2074 को दफा 464(1) को व्यवस्था अनुसार कति रुपियाँ भन्दा बढी घर बहाल लिखित रजिस्ट्रेसन गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ? यसको आन्सर हुन्छ 50,000 भन्दा माथि क। मुद्दा दोहोर्याई हेरी पाऊँ भनी निवेदन फैसला थाहा पाएको मितिबाट कुन अदालतमा कति दिनभित्र दायर गर्न सकिन्छन्? यसको आन्सर हुन्छ घ 35 दिनभित्र सर्वोच्च अदालत। 83 अदालतमा फिर्याद दर्ता भएपछि सामान्य कार्यविधि अन्तर्गतको मुद्दा प्रतिउत्तर पेश गर्न कति दिने म्याद जारी गरिन्छन्? 83 को एन्सर हुन्छ क 15 दिने। मुल्की अपराध संहिता 2074 अनुसार शपथ लिई झुठा कुरा व्यक्त गर्ने व्यक्ति
व्यक्तिलाई के कस्तो सजायको व्यवस्था गरिएको छ? यसको आन्सर हुन्छ ख 15 वर्षसम्म कैद 1,50,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय। 85 नम्बर, विवाह गर्ने व्यक्तिको मन्जुरी बिना विवाह गराउनेलाई कति सजाय हुन्छन्? यसको आन्सर हुन्छ ख 2 वर्षसम्म कैद 20,000 रुपियाँ जरिवाना। मुल्की फौजदारी कार्यविधि संहिता 74 कुन मितिमा पहिलो पटक संशोधन भएको थियो? यसको आन्सर हुन्छ ख 75 चैत 15। मुल्की अपराध संहिता 2074 मा जनकैद सजाय भन्नाले ..= वर्षको सजाय बुझाइन्छ। यसको आन्सर हुन्छ ग 25 वर्ष। 88 देहाइका मध्ये देवानी कार्यविधि कानुनमा का सामान्य सिद्धान्त कुन होइन? यसको आन्सर हुन्छ घ देवानी दायित्वबाट छुटकारा नपाउने। अदालतमा फिर्यादपत्र दर्ता गर्दा कति दस्तुर बुझाउनु पर्छ? यसको आन्सर हुन्छ क 100 रुपियाँ। 90 तथ्यको भ्रममा परि गरेको काम कसुर नहुने व्यवस्था मुल्की अपराध संहिता 2074 कुन दफामा गरेको छ? यसको आन्सर हुन्छ ग, तर यसको वास्तविक 18 दफा हुनुपर्छ। 91 मुल्की देवानी संहिता 2074 को कुन परिच्छेदमा देवानी कानुनका सामान्य सिद्धान्त सम्बन्धी व्यवस्था गरेको छ? यसको आन्सर हुन्छ परिच्छेद 1 क। 92 मुल्की देवानी संहिता 2074 को कुन दफामा व्यक्तिको स्वतन्त्रता र अधिकार सम्बन्धी कानुन व्यवस्था छ? 92 यसको आन्सर छ क 17 को 1। 93 मुल्की देवानी संहिता 2074 को दफा 494 बमोजिम तल दिएको मध्ये कुन चाहिँ दायित्व सिर्जना गर्ने वर्गीकरणभित्र पर्दैन? यसको आन्सर हुन्छ घ सुविधाभार। मुल्की अपराध संहिता 2074 अनुसार मतियारलाई मुख्य कसुरदार सरह सजाय हुने अवस्था निम्नमध्ये कुन पर्दैन? 94 को आन्सर हुन्छ क आपराधिक षड्यन्त्रमा संलग्न भई कसुर गर्ने। 95 मुल्की फौजदारी कार्यविधि संहिता 2074 को कुन दफामा श्रव्य दृश्य संवाद भिडियो कन्फरेन्स मार्फत साक्षी बुझाउन सक्ने व्यवस्था गरिएको छ? 95 को आन्सर हुन्छ ग दफा 109। मुल्की फौजदारी कार्यविधि संहिता 2074 अनुसार कुन मुद्दामा कसुरका कसुरदारलाई भएको सजाय माफी गर्ने मुल्तवी राख्ने परिवर्तन गर्न सक्ने व्यवस्था रहेको छ? 96 को आन्सर हुन्छ ख भ्रष्टाचार सम्बन्धी कसुर। 97 मुल्की अपराध संहिता 2074 को दफा 226 को अप्राकृतिक मैथुन सम्बन्धी कसुर मुल्की फौजदारी कार्यविधि संहिता 2074 को कुन अनुसूचीमा समावेश गरिएको छ? यसको आन्सर हुन्छ घ अनुसूची 1। नेपालको मुल्की अपराध संहिता 2074 मा उल्लेखित व्यवस्था अनुसार आपराधिक उत्तरदायित्वको न्यूनतम उमेर कति हो? यसको आन्सर हुन्छ 10 वर्ष। अभियुक्त चुप बस्न पाउने अधिकार कुन कानुन प्रणाली अवलम्बन गर्छ? 79 को आन्सर हुन्छ क अभियोजनात्मक प्रणाली। अब अन्तिम लास्ट 100 नम्बरको मुल्की देवानी संहिता 2074 को दफा 617 बमोजिम घर निर्माण गर्न लिएको घर जग्गा वा घर निर्माण भई भोग चलनमा रहेको घर जग्गाको लिज बढीमा कति अवधिसम्म रहने व्यवस्था छ? यसको आन्सर हुन्छ ग 35 वर्ष। हस्त धन्यवाद। यस्तै भिडियो हेर्नको लागि यो च्यानललाई सब्स्क्राइब र लाइक गरिदिनु होला।